म श्री पदमपुर आधारभूत विद्यालय ढेडोलीमा छु र म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सागर लामिछाने र यो विद्यालय अहिले थोरै बच्चाबाट सङ्कटग्रस्त विद्यालयबाट अहिले एकदमै राम्रो गतिमा चाहिँ अगाडि बढिरहेको विद्यालय हो र हामीले कालिका नगरपालिका वडा नम्बर 5 मा रहेको यो करिब बन्द अवस्थामा पुगिसकेको विद्यालयलाई अग्रिम रूप दिनको लागि अहिले एउटा छुट्टै भवन पनि बनिरहेको छ। यो 2 तल्ले भवन यो विद्यालय भवन हो बनिरहेको छ हैन। यो चाहिँ हामीले भवन बनाइरहेको छौं र यो वृक्षारोपणहरू भइसकेको छ। वृक्षारोपणहरू हुर्किसकेको छ भने हाम्रो यो हरेक कक्षाहरूमा सीसी क्यामेरा जडान गरिसकेको छौं र यो विद्यालयमा म आउनुभन्दा पहिला 7 सम्म थियो, अहिले 8 बनाएका छौं र 8 बाट पनि 2 वर्ष पुरा भइसकेको छ। मेरो करिब 2.5 वर्षको कार्यकालमा यो क्यान्टिन बनाइयो। क्यान्टिन चाहिँ तपाईको रोटरी क्लब अफ बालाजुको सहयोगमा निर्मित भवन हो र स्थानीय समाजसेवी व्यक्तित्व आदरणीय दाइ सम्माननीय आदरणीय दाइ राजेश श्रेष्ठको पहलमा चाहिँ यो यसरी बनेको छ। रोटरी क्लब अफ बालाजुको सहयोगमा बनेको छ भने वृक्षारोपणहरू भइसकेको छ। क्यामेराहरू हरेक कक्षादेखि कम्पाउन्डहरूमा छ भने हिमालय फ्रेन्डसिप जर्मनी द्वारा निर्मित यो पुस्तकालय हो र यो पुस्तकालयको साथसाथमा हामीले वृक्षारोपणहरू सबै गरिसकेका छौं हैन। खेलकुद मैदानहरू बनाएका छौं र कम्प्युटर क्लासहरू सञ्चालन गरिसकेका छौं, प्रोजेक्ट क्लासहरू सञ्चालन गरिसकेका छौं र कक्षाहरू पनि उच्च क्वालिटीको गुणस्तर सहितको बनाएका छौं भने प्रत्येक कक्षामा चाहिँ खानेपानीको व्यवस्था पुर्याएको छौं। यो बच्चाहरू खेल्ने यो खेल्नको लागि चिल्ड्रेनको लागि हो पार्कको रूपमा विकास गरेका छौं र हाम्रो हरेक ठाउँमा यसरी देख्न सक्नुहुन्छ र हैन। यो क्लासहरू अगाडि बढिरहेको हुन्छ। त्यो चाहिँ मैले आफैले लेबरिङ गरेर बनाएको हैन। इट्टाहरू घरबाट समेत ल्याएर बनाएको यो झण्डाहरू राख्ने ठाउँ र उतापट्टि विद्यालयको नाम छ। हाम्रो उतापट्टि चाहिँ भवनहरू बनिरहेको छ। विद्यालय भवन हो र यो विद्यालयको चारैतिर पल परेको थियो। केही पनि बस्न थिएन, पानी चुइन्थ्यो जस्ता थिएन, जिप्सन थिएन, सबै लगाउने जस्ताहरू बनाउने। नर्सरी केजी युकेजी थिएन, अहिले नर्सरी केजी युकेजीहरू पनि पूर्ण रूपमा सञ्चालन गरिरहेका छौँ भने पुरै यो पानीहरू कक्षामा चाहिँ पानीहरू पुगेको छ। यो चाहिँ हाम्रो 1 कक्षा भएको छ। पानी यसरी गइरहेको छ भने